आज चाहिँ मेरो छोराको बर्थडेको दिन हामीहरू चाहिँ यहाँ हाम्रो घर अगाडिको शिव मन्दिर गएर दर्शन गरेर नानीको पूजाहरू गर्दैछौँ। हेर्नुहोस् होला। ओम कस्तूरी तिलकं ललाटपटले भक्तस्थले कौस्तुभं नासाग्रे वरमौक्तिकं करतले वेदुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललिते कण्ठे समुक्तावली गोपां श्रीपरिवेशितं विजयते गोपालचूडामणि। हामीले चाहिँ दिउँसो नै केकहरू कट गऱ्यौँ। बेलुका चाहिँ केही पनि प्रोग्राम बेलुकाको चाहिँ केही प्रोग्राम थिएन। दिदीले नै यसरी नै केकहरू ल्याइदिनु भएको थियो। अन्त हामीले यसरी नै बर्थडे सेलिब्रेट गऱ्यौँ। मेरो छोराको हिजो अस्ति जन्मेको जस्तो लाग्छ, तर आज चाहिँ 1 वर्ष पनि भइसक्यो। यति छिटो टाइम बित्छ अहिले चाहिँ। आज चाहिँ हामीले यसरी सेलिब्रेट गऱ्यौँ छोराको बर्थडे। थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा, र सबैजना धेरै धेरै धन्यवाद। यति धेरै कमेन्टहरू गरिदिनु भएको छ है, एकदमै धेरै धेरै धन्यवाद हजुरहरूलाई। थ्याङ्क यू सो मच। यति साह्रो ब्लेसिङ दिनुभएकोमा मेरो छोरालाई थ्याङ्क यू।